बिहिबार रोल्पाको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरेन्द्र कुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका 20 जनाकै शनाखत भएको हो। बिहिबार रोल्पाको झलझलामा वैशाख पूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु 1 ज 4167 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो। ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वार्ड नम्बर 5 टाकुरा गाउँका, घोराही उपमहानगरपालिका 15 रतनपुर दाङ र भूमि गाउँपालिका रुकुम पूर्वका रहेका छन्। दुर्घटनामा एकजना घाइते भएका थिए। घाइते समीर कामी सिस्ने 5 का हुन्। उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारले बुझाउने काम भइरहेको प्रहरीको भनाइरहेको छ। ज्यान गुमाउनेहरूमा सिस्ने 5 टाकुरा रुकुम पूर्व घर भएकाहरू 10 जना रहेका छन्, जसमा 32 वर्षीय गोर्ख बहादुर बुढाथोकी, 53 वर्षीय तिलकुमारी बुढाथोकी, 28 वर्षीय युवा बुढाथोकी, 10 वर्षीय दिव्यन बुढाथोकी, 24 वर्षीय सृजना बुढाथोकी, 13 वर्षीय सुदीप बुढाथोकी, 40 वर्षीय ओम कुमारी बुढाथोकी, 60 वर्षीय मीना कामी, 60 वर्षीय लक्ष्मी शाह र रुक्मिना बस्नेत रहेका छन्। त्यस्तै भूमि 5 रुकुम पूर्व घर भएकाहरू टेक प्रसाद बुढा मगर रहेका छन्। दाङको घोराही 15 रतनपुर घर भएकाहरूमा 54 वर्षीय द्रौपदी जीसी, 32 वर्षीय तिला जीसी, 7 वर्षीय जेनिस जीसी, 12 वर्षीय जेनिसा जीसी, 25 वर्षीय एलिना जीसी, 7 वर्षीय संयोग जीसी, एम बहादुर जीसी उमेर नखुलेको घोराही 13 दाङ, धनमाया बिस्त शान्तिनगर दाङ हाल सिस्ने 5 रुकुम पूर्व र सवारी चालक 42 वर्षीय बेदुकामी रहेका छन्।